अहिले भ्रष्टाचारीको रक्षा गर्ने उस्तै हुन् भन्ने जो भाषा बनाउन खोजिया छ गलत छ। होइन, तपाईले ल्याएको गणतन्त्र आज कमजोर भयो, त्यो कुरा स्वीकार्नुहोस् है। लोकतन्त्रमा परिणत भएको छ, त्यो कुरा तपाईँ मान्नुहुन्छ? लोकतन्त्र लुटतन्त्रमा परिणत भएको छ भन्ने कुरा गणतन्त्र गनाइ, गणतन्त्र असफल भयो, त्यो पनि मान्नुहुन्छ? मान्दिन, यो तीनटै कुरा यो व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा तपाईँ उभिनुहुन्न? केही भाडाका मान्छे ल्याएर काठमाडौँमा आजबाट त सुरु भइसक्यो त गणतन्त्र। सुरु भयो त उनीहरूले भनेको नि थ्रेट गरिसके। कांग्रेस एमाले माओवादीले अब देश बनाउन सक्दैन, तीनै दल तीनैजना शीर्ष नेताहरू असफल। तपाईँ केपी शर्मा ओली शेरबहादुर तपाईले पनि अलिकति सुधारको लागि आफैबाट पहल गर्ने कि गरिसके मैले, म त गरेको तपाईको हुनाले जीवन शैली छ नि, तपाईले तल घर नदेखाउने कि तपाई केपी शर्मा ओलीको झोले मेरो खराब पानी छ, मेरो खराब। तपाई जस्तो नेता पनि केपी शर्मा ओलीको झोले बन्नुभयो। केपी शर्मा ओली म झोले, म देशको झोले भनेर भनिसकेपछि भ्रष्टाचार लेख्या छ झोलामा। एउटा दिवाकर शाह भन्ने एउटा भाइ छ पत्रकारितामा, त्यसले एक दिन बुम तेर्साएर चाहिँ संसदको रिपोर्टिङका सिलसिला सोध्दै थियो, तपाईँ हनुमान हो भनेर। केपी शर्मा ओलीको हनुमान तपाईँ? तपाईलाई नभेटिकन प्रधानमन्त्रीले किन नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउनु भयो त तपाईलाई? सबभन्दा सिनियर मोस्ट नि, सिनियर मोस्टको हिसाबले पाएँ। अब हुन सक्छ अरूले पनि पाउन सक्छ। तपाईँ कलिएकै मान्छे हो तपाईँ, तर अहिले आएर के गर्ने प्रधानमन्त्रीको सालो भनेर चिन्छन् तपाईँलाई? पब्लिकले चाहिँ खालि सालै हो भनेर भन्दाखेरि चाहिँ दुःख लाग्छ। मेरो आफ्नो रेकर्ड छ नि, तपाईको आफ्नै रेकर्ड छ, आफ्नो योगदान छ, आफ्नै क्षमता छ, तर तपाईलाई क्षमताको कारणले, योगदानको कारणले, योग्यताको कारणले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको होइन। हिजोभन्दा डेफिनेटली आज राम्रो, तर तपाईको पुस्ता, तर आजबाट भोलि डेफिनेटली यो भन्दा राम्रो। रामकुमारजी, म यही भन्छु, तपाईले 30 वर्षदेखि 4 जना नेतालाई, 5 जना नेतालाई देखेको देखे, हेरेको हेरे, त्यो हाम्रो दुर्भाग्य। सत्तामा छ नि, उहाँहरूको हालिमुहाली छ। केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खोइ नयाँ अनुहार। तपाईहरुको पुस्ता असक्षम भयो, तपाईहरुको पुस्ताले हस्तक्षेप गर्न सकेन, तपाईहरुको पुस्ता आज चुप लागेर बसिरहेको छ, आत्मसमर्पण गरिरहेको छ नेताहरूसँग। तपाईहरु न बोल्न सक्नुहुन्छ, पार्टीमा न झगडा गर्न सक्नुहुन्छ, न पार्टीमा तपाईहरु नेताहरूको गलत कुरालाई गलत भन्न सक्नुहुन्छ।